एउटा यस्तो हत्यारा जसले शिव मन्दिरमा घोडा टेकेर ढोगिरहेको अवस्थामा आफ्नै साथीलाई माथिबाट खुकुरीले मार हाने, बलि चढाए जसरी साथीको शिर छेदन गरे। सम्भवतः यस्तो घटना नेपालमा अहिलेसम्म भएको थिएन, तर गैराती ललितपुरको इमाडोल स्थित ओचो हाइटमा यस्तो घटना भयो। बाबुलाई काटेको त्यसै गरी नै काट्नुपर्छ। म त सम्झिनु। त्यो शिव मन्दिर यही हो जहाँ मन्दिर भित्रै रामेछाप घर भई ललितपुर महालक्ष्मी नगरपालिका 4 नयाँ बस्ती बस्ने सुक्रे भन्ने 25 वर्षीय सुमन विश्वकर्माले आफ्नै साथी रिपक भन्ने कर्णबहादुर खातीलाई ठ्याक्कै खसीलाई मार हाने जसरी खुकुरी प्रहार गरे र जीवन लीला समाप्त पारिदिए। विवश थियो मन्दिरभित्र। अब चाहिँ के अरे मृतकको शरीर मन्दिरभित्र थियो र लगभग ढोकामा चाहिँ टाउको रहेको अवस्था थियो। अब यो घटनाको बेलिविस्तार सुन्नुहोस्। हत्या गर्ने सुक्रे भनिने सुमन र रिपक भनिने कर्णबहादुर खाती दुवै साथी हुन्। उनीहरूको स्थायी घर रामेछापको मन्थली नगरपालिका ठुलासी पोखरी हो। उनीहरू केही समयदेखि ललितपुरकै इमाडोलमै मूर्ति बनाउने काम गर्थे। सुमनको बहिनी पनि सँगै काम गर्थिन्। उनी 15 वर्षकी मात्रै थिइन्। ती किशोरीलाई रिपकले गलत नियतले जिस्काए, मन पराउने र बिहे गर्नेसम्मको कुरा गर्न थाले। आफ्नी 15 वर्षीय नाबालिग बहिनीलाई आफ्नै 30 वर्षीय साथी रिपकले गलत नियतले जिस्काएपछि रिसाइरहेका थिए। मूर्ति बनाउने काम गर्दा गर्दै उनीहरूले मदिरा पनि पिए। कुरा हिजो 13 गतेको मात्रै हो। यही प्रसङ्गमा कुरा निस्कियो र साँझ काम सकेर डेरातिर जाने क्रममा सुमनले सम्भवतः रिपकलाई मारिदिने योजना बनाए। झोलामा खुकुरी हाले, बहिनी लगायत अन्य व्यक्तिहरूलाई डेरातिर पठाए। रिपक र आफू केही छिन डुलेर राति मात्रै घर आउने बताए। सोही अनुसार सुमनले रिपकलाई वाद विवाद गर्दै शिव मन्दिर परिसरतर्फ पुर्याए। बहिनीलाई जिस्काएकै विषयमा नसाको तालमा उनीहरूबीच लामो वाद विवाद भयो। पक्राउ परेका सुमनले प्रहरीलाई दिएको प्रारम्भिक बयान र अनुसन्धान अनुसार रिपकले सुमनलाई आफूले अबदेखि बहिनीलाई नजिस्काउने भन्दै माफी पनि मागेका थिए। तर सुमन यत्तिकैमा रोकिएनन्। कसै गरी रिपकलाई मार्ने योजना सहित पछाडि झोलामा खुकुरी बोकेका थिए र उनले बाहिर मसँग मात्रै माफी मागेर हुँदैन, मन्दिरमा गएर भगवानलाई ढोगेर कसम खानुपर्ने शर्त राखे। रिपक उनको प्रस्तावलाई स्वीकार गर्दै मन्दिरभित्र प्रवेश गरे। घोडा टेकाएर टाउकोले भुइँमा छुवाएर कसम खुवाउन लगाए। घोप्टिएको त्यही मौकामा उनले पछाडिबाट खुकुरी प्रहार गरे। रिपक उत्तानो परेर ढोकापट्टि ढले। फेरि अगाडिबाट पनि सुमनले प्रहार गरे। मन्दिरभित्र ठ्याक्कै बलि चढाए जसरी रगतको खोला बग्यो। त्यसपछि सुमन रगत लतपतिएको शरीर र खुकुरी हातमा बोकेर त्यहाँबाट हिँडे। जाँदै गर्दा महालक्ष्मी नगरपालिका 1 स्थित सडकमा हिँडिरहेका बेला ड्युटीमा खटिएका प्रहरीले उसलाई देख्यो। प्रहरीले सोधपुछ गर्दा मैले मान्छे मारेर आएको हुँ भन्ने जवाफ दिए। सुरुमा त प्रहरीलाई पत्यार लागेन र पनि